यो समाजमा जात व्यवस्था भएको समाजमा कस्तो मान्छे शिक्षित थियो भने जसले नभएको कुरा गर्थ्यो, जसले नभएको ईश्वरसँग कन्ट्याक्ट गराउने कुरा गर्थ्यो, जसले नभएको स्वर्ग र नर्कमा पठाउने कुरा गर्थ्यो, त्यसलाई शिक्षित भनिन्थ्यो। जसले फटा कुरा गर्थ्यो त्यसलाई शिक्षित भनिन्थ्यो। अथवा अझ प्राविधिक रूपमा भन्दा जसले अक्षर बनाउन जान्दथ्यो र अक्षर पढ्न जान्दथ्यो त्यो शिक्षित हुन्थ्यो। तर महिलाहरूलाई सुत्केरी गराउने चमार महिलाहरू शिक्षित हुँदैनथे, मानिँदैनथे। पेट छाम्ने बित्तिकै टाउको कता फर्केको छ भनेर थाहा पाउने चमार महिलाहरू शिक्षित मानिँदैनथे। खाडीबाट फलाम झिकेर शुद्धिकरण गर्न सक्ने कालीगढहरू उनीहरू शिक्षित मानिँदैनथे। खेतलाई कसरी खन्नुपर्छ भन्ने मुसरहरू उनीहरू शिक्षित मानिँदैनथे। काँचो बनाउने छालालाई कसरी घोडा चढ्ने काठी बनाउने भन्ने मान्छेहरूलाई शिक्षित भनिँदैनथ्यो। शिक्षित कसलाई भनिन्थ्यो? जसले अक्षर बनाउन जान्दथ्यो तर जिन्दगीको अरू कुरा केही पनि जान्दैनथ्यो, त्यसलाई शिक्षित भनिन्थ्यो। आधुनिक भन्ने शिक्षाले त्यही कुरा लिएर आयो, त्यही अवधारणा लिएर आएर उसले के भन्यो भने यो स्कुलभित्र आउनेहरू तिमीहरू शिक्षित हुन्छौ, यो स्कुलमा नआउनेहरू अशिक्षित हुन्छ। पहिलोचोटि उसले आधिकारिक रूपमा भनिदियो कि सारा कुरा गरेर हजारौं वर्षदेखि सभ्यता अगाडि लिएर आएका सबै मान्छेहरू अशिक्षित भए, स्कुलमा जाने मुठ्ठीभर मान्छेहरू मात्रै शिक्षित हुन थाले। त्यसकारणले हाम्रो यो शिक्षाको सोच्ने तरिकाको जग नै गलत छ। यो बिल्कुल शोषक वर्गले तयार पारेको शिक्षाको अवधारणा हो। यो अवधारणालाई नयाँ शिक्षा नीतिले वा योजनाले वा हाम्रो अवधारणाले यसलाई सच्याउनुपर्छ। शिक्षाको दायित्व मानिसहरूलाई शिक्षित बनाउने होइन, शिक्षाको दायित्व मानिसहरूको शिक्षितपनलाई वृद्धि गर्दै जाने। मानिस स्वाभाविक रूपमा शिक्षित छन्, कोही पनि मान्छे अशिक्षित छैन। किन तपाईले संस्कृतिको अभ्यासबाट हेर्नु हो भने मानिस संस्कृति भएको प्राणी हो, संस्कृति भनेको ज्ञानहरूको खानी हो। कोही पनि मान्छे अशिक्षित हुँदैन, सबै मान्छे शिक्षित हुन्छन्। त्यसकारण शिक्षाको दायित्व के हो भने त्यो शिक्षालाई अझ गुणस्तर बनाउँदै लानु, अझ परिमार्जित गर्दै लानु र अझ शिक्षाको स्तरलाई उठाउँदै जाने चाहिँ शिक्षाको नीति र दायित्व हुनुपर्दछ। मास्टर्स पढेको मान्छे घरमा गएर खाना पकाउन सक्दैन। बुढी हजुरआमाले कसको जिब्रोलाई के मनपर्छ भनेर पकाउनुहुन्छ? शिक्षितको। शिक्षित भन्ने अवधारणामै हामीले छलफल गर्नु छ। यो ऐनको मात्रै कुरा गर्न हुँदैन। यो ऐनले पुरानै कुरा गर्नेवाला छ, यो ऐनको कुरा गर्न हुँदैन। हामीले शिक्षा सम्बन्धी समग्र अवधारणामा छलफल गर्नुपर्छ। यदि नयाँ कुरा गर्ने हो भने नयाँ ऐन गरेर हुँदैन, नयाँ अवधारणा। किन अवधारणामै हाम्रो समस्या छ र यो समाजमा अवधारणामै गडबड भएको हुनाले सबभन्दा गडबडी काम शिक्षितहरूले गरिराखेका। शिक्षितहरू नै सबभन्दा भ्रष्ट छन्, शिक्षितहरू नै सबभन्दा बढी जात व्यवस्था मान्दछन्, शिक्षितहरूले नै नयाँ नयाँ संस्करणमा पितृसत्ता लागू गर्दछन्, शिक्षितहरूले नै सुन्दरी प्रतियोगिता आयोजना गर्दछन्। त्यसकारण शिक्षाको मोडेल र शिक्षाको अवधारणामा परिवर्तन जरुरी छ। ऐनको मात्रै कुरा होइन। त्यसकारणले उसले यो शिक्षाको ढाँचा लिएर आयो कि। अनि दोस्रो कुरा कि त्यसले के भन्यो त भन्दाखेरि यो विद्यालयमा आउने मान्छे शिक्षित हुन्छन्, अनि यो विद्यालयमा आउने मध्ये पनि पास हुने चाहिँ शिक्षित हुन्छन्, फेल हुनेहरू चाहिँ कमसल हुन्छन् भन्ने अवधारणा लिएर आयो। किन विद्यालय आउनुभन्दा पहिले नेपाली समाजमा कोही पनि फेल भएको थिएन, कोही पनि फेल भएको थिएन। कसैले हलो बढी जोत्न जानेको थियो, कसैले हलो बढी राम्रोसँग बनाउन जानेको थियो। हलो चाहिएको बेलामा हलो बनाउने मान्छे कहाँ पुग्थे? मान्छे लौन बनाउनु पर्यो भनेर। तर हलो बनाउन जान्ने मान्छेले फलाम पिट्न जान्नै पर्छ भन्ने थिएन। फलाम पिट्ने काम आउँदाखेरि त्यहाँ जान्थे मान्छेहरू त्यसको सम्मान गर्न। त्यहाँ कोही पनि फेल भइरहेको थिएन, त्यहाँ कोही पनि पास भइरहेको थिएन। कोही पनि विद्यालयले सर्टिफिकेट दिएर छाप लगाएर के भन्न थाल्यो भने त चाहिँ अब्बल होस्, अर्को चाहिँ कमसल हो। पहिला त स्कुल नजाने मान्छे स्वतः शिक्षित अशिक्षित भनिदियो त्यसले। दोस्रो स्कुल जाने मध्ये पनि त अब्बल होस् त कमसल होस् भनिदियो त्यसले। अनि त्यही मान्छे सबभन्दा अब्बल भनिएको मान्छेलाई राज्यले के गर्यो? जागिर दिएर केन्द्रमा ल्यायो, सेक्सन अफिसर बनायो, खरदार बनायो। अनि खरदारले सोच्यो कि त्यो गाउँमा बस्ने मान्छे त सबै नालायकहरू हुन्, या त फेल भएकाहरू हुन्, वा कम नम्बर ल्याएका हुन्, वा स्कुलै जान नपाएका हुन्। म अब्बल हुँ।
त्यसकारणले उसले दसैँ तिहार वा लोसारमा आफ्ना बच्चा बच्ची लिएर घर जाँदाखेरि एकदम गुन्टा कपडा लिएर गएर फुर्ती देखायो। जुन वर्ष उसले घुस खान पाएन वा पैसा कमाउन पाएन त्यो वर्ष ऊ आमा बाउको मायाले गए। जो मान्छे यस्तो प्रचलन सुरु भयो कि सहरमा आएर शिक्षित भएको मान्छे गाउँमा फुर्ती देखाउन जान थाल्यो, मान्छेलाई हिंसाबोध पैदा गर्ने स्थिति पैदा गर्न थाल्यो र सबै मान्छे कता हेर्ने बन्न थाले त भने केन्द्रतिर हेर्ने बन्न थाले। सबै मान्छे आज जसरी हुन्छ पैसा कमाएर भ्रष्टाचार गरेर पनि पैसा कमाउनु पर्छ भन्ने ठाउँ पुँजीवादले जसरी पुर्याइदिएको छ, त्यसै गरी प्रत्येक विद्यार्थीलाई के पुर्याइदियो भने कसरी सर्टिफिकेट लिने मात्रै कुरा पुर्याइदियो, जबकि सर्टिफिकेट शिक्षा थिएन। शिक्षा अर्कै चिज थियो। यहाँनिर हामीले छलफल गर्नु जरुरी छ। त्यसकारण यो शिक्षाको मोडेल हामी जेलाई शिक्षा भनिराखेका छौँ यसले अमेरिका जाने मान्छे उत्पादन गरिराखेका छ। त्यो कुनै शिक्षित मान्छे उत्पादन गरिरहेको छैन, अमेरिका जाने विकृत चेतनाको मान्छे उत्पादन गरिराखेका छ। यहाँ बुलेट मोटरसाइकल चढ्ने पैसा छ तर अस्ट्रेलिया गएर गमला गोड्ने मान्छेहरू पैदा गरिरहेको छ। के यो मोडेल हाम्रो ठिक छ? यो मोडेल हाम्रो ठिक छैन। त्यसले शिक्षाबारे हाम्रो अवधारणामै हामीले चेक गर्नुपर्छ, त्यहाँ हामीले छलफल केन्द्रित गर्नुपर्छ जुन यो व्यवस्थाको हैसियत र ल्याकतभित्र पर्दैन। अहिलेको दलाल संसदीय व्यवस्थाको ल्याकतभित्र पर्दैन यो कुरा, किनकि उनीहरू दलालहरूबाट परिचालित छन्। दलालहरूबाट पैसा लिएर पार्टी चलाउनेहरूले, कुनै उत्पादन नगर्नेहरूले तिनीहरूले शिक्षाको बारेमा नयाँ अवधारणा सोध्न सक्छन्? यो असम्भव कुरा हो। जनताले शिक्षाको बारेमा हस्तक्षेप गर्नु चाहिँ मुख्य कुरा हो। अब पहिलो कुरा हाम्रो शिक्षाको इतिहास र नवीन भनिएको शिक्षाले कसरी फाटो ल्यायो, कसरी वर्ग विभाजन गर्नलाई सहयोग गर्यो, कसरी सामाजिक विभेदलाई झन्झन गहिराउने काम गर्यो भन्ने कुराको अध्ययन हुनु जरुरी छ। त्यो कोणबाट हामी प्रवेश गर्नु जरुरी छ, पहिलो कुरा। दोस्रो कुरा शिक्षालाई निजीकरण नगर्ने, शिक्षालाई चाहिँ निजीकरण नगर्ने भनेर पुग्दैन होइन कुरा। शिक्षा देशमा स्वायत्त हुनुपर्दछ, सामुदायिक र स्वायत्त हुनुपर्छ। शिक्षाको सम्पूर्ण व्यवस्थापन समुदायले गर्न पाउनुपर्दछ र यो सम्पूर्ण रूपमा स्वायत्त हुनुपर्दछ। अब यो मैले बुझाउन गाह्रो छ, म तपाईँलाई एउटा उदाहरण राखेर बुझाउन चाहन्छु। स्विडेन भन्ने एउटा देश छ जहाँको स्वास्थ्य सरकारले ह्यान्डल गर्न पाउँदैन। कोरोना कालमा के भयो भने WHO ले भन्यो कि लकडाउन गर, स्विडेन सरकारले भन्यो कि लकडाउन गर्नु पर्यो, तर स्विडेनको स्वास्थ्य क्षेत्रले भन्यो हामी लकडाउन गर्दैन, लकडाउन गरेर यो समस्या हल हुँदैन। स्विडेन सरकारको आदेश उसले मान्यो, पटक्कै मानेन स्वास्थ्य क्षेत्रले, र लकडाउन नगरिकन उसले कोरोना काललाई पटाएर देखाइदियो। मैले भन्न खोजेको कुरा के त भने शिक्षालाई केवल निजीकरण गर्न हुन्न भनेर समस्या हल हुँदैन। अब मैले भनेको कुरा म कति बुझाउन सक्दछु अहिले यदि सानो थोरै समयमा, र तपाईँहरूले कति यसलाई छलफलमा लिएर जानुहुन्छ विद्यार्थी साथीहरूले मलाई थाहा छैन, तर मैले भन्न खोजिरहेको कुरा यहाँ अर्कै छ। कुरा के हो त भने शिक्षा सम्पूर्ण रूपमा स्वायत्त हुनु पर्यो। शिक्षा क्षेत्र जहाँ सरकारको निर्णय नमान्ने अधिकार सहितको शैक्षिक स्वायत्तता हुनु पर्यो, त्यहाँ शिक्षा क्षेत्रमा काम गर्ने शैक्षिक विशेषज्ञहरूको कमान्डमा शिक्षा क्षेत्र हुनु पर्यो। यसो भयो भने मात्रै त्यो सामुदायिक हुन्छ। जुन समुदायको चासोको विषय हो त्यो समुदायले नेतृत्व गर्न पाउनुपर्छ। शिक्षा कसको चासोको विषय हो? शिक्षाविदहरूको चासोको विषय हो र समुदायको चासोको विषय हो। त्यसैले समुदाय र शिक्षाविदहरू मात्रै रहने गरी शिक्षा क्षेत्रलाई स्वायत्त बनाइदिनुपर्छ। त्यसो भयो भने मात्रै यो वास्तविक रूपमा निजीकरणको अन्त्य हुन्छ, नत्र हुन सक्दैन। अहिले त के भयो भने केन्द्रको सट्टा स्थानीय तहले लिने भन्ने भयो। अब स्थानीय तहका राजनीतिक पार्टीहरूका विचारहरू जस्ता छन् त्यही अनुसार शिक्षा हुने भयो। कसरी सिद्धाइन्छ त्यहाँको पैसा हामीलाई थाहा छ। अब शैक्षिक क्षेत्रमा पनि स्थानीय राजनीति हावी हुने भयो, स्वायत्त नहुने भयो। त्यसकारणले यसरी समस्या हल हुँदैन। शिक्षा क्षेत्रलाई र स्वास्थ्य क्षेत्रलाई समाजवाद भन्नुहोस् वा जेसुकै भन्नुहोस्, शिक्षा र स्वास्थ्य क्षेत्रलाई पूर्ण रूपमा स्वायत्त क्षेत्र बनाइनुपर्छ, जहाँ राजनैतिक पार्टीहरू र सरकारको हस्तक्षेप नलाग्ने बनाइनुपर्छ। यसो भयो भने मात्रै अनि वास्तविक रूपमा शिक्षाले आफ्नो पाइला, आफ्नो खुट्टा आफै टेक्छ, आफै टेक्न थाल्छ।
संविधानमा निश्चित बुँदाहरू राखिदिनुपर्छ, यो भन्दा सीमाभन्दा बाहिर जान नपाउने भनेर, र त्यो बुँदाभित्र सम्पूर्ण रूपमा शैक्षिक क्षेत्र आफ्नो प्लान बनाउनको निम्ति, पाठ्यक्रम बनाउनको निम्ति, योजना बनाउनको निम्ति सम्पूर्ण गरेर स्वायत्त हुने बनाइदिनुपर्छ। यो अभ्यास छ। मैले भने स्विडेनको मात्रै उदाहरण हेऱ्यो भने पनि स्वास्थ्य क्षेत्रको यो अभ्यास छ संसारमा। यो सम्भव छ र यो गरिनुपर्दछ। त्यसकारण शिक्षालाई यति भइसकेपछि अनि मात्रै शिक्षा कमोडिटीबाट अलग हुन्छ, शिक्षा माल बन्ने कुराबाट अलग हुन्छ। किन समुदायले व्यापार गर्न चाहेको होइन, व्यापारीले व्यापार गर्न चाहेको। शिक्षालाई व्यापार समुदायले गर्न चाहेको होइन, व्यापारीले व्यापार गर्न चाहेको। शिक्षालाई समुदायले व्यापार गर्न चाहेको होइन, सरकारले गर्न चाहेको। किनकि सरकारले किन गर्न चाहेको हो भने सरकार चलाउने त्यस्ता पार्टीहरू गठन भए जो शिक्षाका माफियाहरूको चन्दा वा लुकेको घुसबाट चल्ने भए। सीधा कुरा त यही हो नि, सरल कुरा हो नि यो, होइन? सरल कुरा। त्यसकारणले जबसम्म शिक्षा स्वायत्त हुँदैन, जबसम्म शिक्षा समुदायको हातमा जाँदैन, तबसम्म शिक्षाबाट भाषाको रक्षा हुन सक्दैन। नेपालमा अहिलेसम्म लागू गरिएको शिक्षाले सम्पूर्ण भाषाको हत्या गर्ने काम गरेको छ। सम्पूर्ण भाषाको, मधेसमा गयो भने मधेसका सम्पूर्ण भाषाको हत्या गर्ने काम खस नेपाली भाषाले गरेको छ। काठमाडौँमा आयो भने नेवार भाषा र नेपाली भाषाको हत्या गर्ने काम अङ्ग्रेजीले गरेको छ। प्रत्येक अहिले एकदम गुणस्तर भनिएका स्कुलहरूमा सबभन्दा बढी कम नम्बर विद्यार्थीले केमा ल्याउँछ? नेपालीमा ल्याउँछ। अरू उत्पीडित भाषाको त कुरै छोड्दियो। हाम्रो शिक्षाको मोडेलले, किनकि अङ्ग्रेजहरू सामान उत्पादन गरिरहेका थिए, उनीहरूलाई संसारभरि बेच्नु थियो, अनि त्यस कारणले उनीहरूले भाषा लिएर गए। हरेक देशमा सेन्ट जेभियर्स स्कुल लिएर गए, किनकि उनीहरूलाई भाषा सिकाउनु थियो र आफ्नो सामान बेच्नु थियो। सामान बेच्ने यात्रासँग भाषाको प्रसार आयो, अनि त्यसैमा हाम्रो शिक्षा लपेटिएको छ। एङ्गेल्सले भने, म नयाँ कुरा केही भन्दैछु तपाईँहरूसँग। एङ्गेल्सले भनेका थिए कि भाषा अन्ततः सबै सिद्धिनेछन् र संसारभरि एउटा भाषा चल्नेछ भनेर त्यति बेला उभिएर एङ्गेल्सले भनेका थिए। तर अब आजको विज्ञान प्रविधिको युग यस्तो आयो कि अब सम्भव भयो कि सबै भाषा बोल्ने मान्छेहरूले इच्छा गरे भने अब सबै भाषा जीवित हुने भयो। अब कुनै भाषा मर्दैन, अब भाषा जीवित हुने युग सुरु भयो प्रविधिको कारणले। हाम्रो शिक्षाले प्रत्येक विद्यार्थीको भाषा रक्षा गर्न सक्छ। अब एउटै कक्षामा बस्ने विद्यार्थीहरू तामाङ भाषा रक्षा हुन सक्छ, एउटै कक्षामा बस्ने विद्यार्थीले तामाङमा पढ्न सक्छ। विद्यार्थीले इङ्ग्लिसमा भन्ला, नेपालीमा भन्ला, तर उसले तामाङमा सुन्न सक्छ। उसले तामाङमा भन्यो भने शिक्षकले नेपालीमा बुझ्न सक्छ। यो प्रविधि आइसक्यो। एङ्गेल्सले त्यो बेला उभिएर भनेको थिए भाषा सिद्धिनेवाला छ, एउटै हुनेवाला छ। तर एङ्गेल्सले आजको युग देखेका थिएनन्। आज यस्तो विज्ञान प्रविधिको युग आयो कि सबै भाषाहरू अब रक्षा हुन सक्ने भयो। अब तपाईँले अर्को भाषा नजानिकन पनि तपाईँ शिक्षित हुन सक्ने युग आयो। तपाईँ एउटा ग्याजेट बोकेर हिँड्नुभयो भने, एउटा यन्त्र बोकेर हिँड्नुभयो भने तपाईँ संसारको सबै देशमा डुल्न सक्ने हुनुभयो। तपाईँले नेपालीमा बोल्नुहोस् वा मैथिलीमा बोल्नुहोस्, उसले त्यो भाषामा कुन भाषामा अनुवाद गर्नुपर्छ त्यो अनुवाद गरेर उसले सुन्छ, अर्कोले सुन्न सक्ने भयो। त्यो युग आयो, भाषा नमर्ने युग सुरु भयो। हाम्रो शिक्षाले हाम्रो देशको सम्पूर्ण भाषाहरू रक्षा गर्ने ग्यारेन्टी गर्नुपर्छ। हिजो हामीसँग प्रविधि थिएन, त्यस कारणले हामी कयौँ गल्ती गऱ्यौँ होला, कयौँ हस्तक्षेप गऱ्यौँ होला, कयौँ त्रुटिहरू गऱ्यौँ होला, कयौँ अपुगहरू भयो होला। तर अब हाम्रो भाषाको रक्षा हुने युग सुरु भएको छ। हाम्रो शिक्षाले भाषाको रक्षा गर्ने नीति लिन सक्नुपर्छ। भाषाको रक्षा भने, भाषा भनेको मान्छेले के भनिरहेका छन् भने सञ्चारको माध्यम हो, होइन। भाषा भनेको सोच्ने यन्त्र हो। सञ्चारको माध्यम द्वितीय हो, सोच्ने यन्त्र पहिलो। हरेक मान्छेले सोच्दाखेरि कुनै न कुनै एउटा भाषामा सोच्नुपर्ने हुन्छ। भाषाबिन सोचाइ बन्न सक्दैन। प्रत्येक आफ्नो मातृभाषामा मान्छेले सोचहरू निर्माण गर्छ, आफ्नो बाँच्ने तरिका निर्माण गर्छ, सृजनाको निम्ति पहिलोचोटि सोच्ने गर्दछ। त्यस कारणले ती भाषाहरूको रक्षा हुनुपर्छ। भाषाहरू रक्षा हुने भनेको परम्परागत ज्ञानहरू र सृजनशील क्षमताको रक्षा हुने भनेको। त्यस कारण हाम्रो शिक्षाको एउटा जोड भाषाको रक्षा हुनुपर्छ। त्यो प्रविधिको कारणले सम्भव छ। प्रविधिको कारणले सम्भव छ। यहाँ मातृभाषा स्कुल खोल्ने भन्ने, 3 कक्षासम्म जनजातीय भाषामा पढाउँछु भन्ने यो कुरो खारेज अब जरुरी छैन। यो कुरा 10 कक्षासम्म 12 कक्षासम्म युनिभर्सिटी पनि विद्यार्थीले चाहन्छ भने आफ्नो भाषामा पढ्न सक्छ। शिक्षकले कुन भाषामा पढाउँछ पढाओस्, तर उसले सुन्दाखेरि आफ्नो भाषामा सुन्न सक्छ। त्यो आइसक्यो, त्यो प्रविधि, त्यो सम्भव छ। यसरी
हामीले शिक्षा नेपाली समाजमा कसरी आयो, त्यसले विभेद कसरी गहिराउँदै लग्यो, त्यसले वर्ग विभाजनमा कसरी सघायो, त्यसले राष्ट्रिय स्वाधीनताहरू, राष्ट्रिय उत्पीडित राष्ट्रहरूका भाषाहरूलाई कसरी मार्दै गयो र त्यसले कसरी चाहिँ पहाडी अन्धराष्ट्रवादी हुकुमलाई बलियो बनाउने काम गर्यो, कसरी त्यसले पितृसत्तालाई बलियो बनाउने काम गर्यो, कसरी त्यसले परम्परागत हाम्रा ज्ञानहरूलाई मार्ने काम गर्यो। यो चिजको अध्ययनबाट सुरु गरिनुपर्छ, यो चिजको अध्ययनबाट सुरु गरिनुपर्छ र हामीले नयाँ अवधारणासहित नयाँ शिक्षाको निर्माण गरिनुपर्छ। त्यो दिशामा मलाई लाग्दछ ऐन बनाउने विषयमा छलफल मात्रै केन्द्रित गरेर पुग्दैन। ठिक छ, यो दलाल सरकार अन्तर्गतको ऐन पनि सकेसम्म अलिअलि एक दुई बिल्दा भने राम्रो बनाउँ प्रयत्न गरौँ, मेरो यसमा कुनै भनाइ छैन, सुधारको म विरोधी छैन, तर यसले हाम्रो हल हुनेवाला छैन। संसारको सबभन्दा समृद्ध भाषामध्येको एउटा भाषा थियो मैथिली, छ अहिले पनि, त्यसको मृत्युको कथा शिक्षाले भन्नु पर्दैन, त्यसको जीवन फेरि फर्केर कसरी आउँछ शिक्षाले भन्नु पर्दैन। 5 कक्षासम्म 4 कक्षासम्म मातृभाषामा पढाइदिन्छु भनेर हल हुन्छ? हल हुँदैन। त्यस कारणले गर्दाखेरि हामीले क्रान्तिकारी ढङ्गले नै सोच्नुपर्छ, क्रान्तिकारी ढङ्गले नै सोच्नुपर्छ। दलालहरूको पैसामा, दलालहरूको कमिसनमा, दलालहरूको चाहिँ उठ बस्न बाँचेका मानिसहरूले गरेका सिफारिसको आधारमा हाम्रो भविष्य चल्छ? कसरी चल्छ? चल्दैन। हामी आफै ठिङ्ग उभिने हो भने हाम्रो मोडल हामी आफैले बनाउनु पर्छ। मैले अहिले संक्षिप्त मेरो समयभित्र तपाईँहरूसँग भन्ने कुरा यही हो। अरू संवाद गर्दै गरौँला। धन्यवाद।